हाम्रो यो आजको ब्लग आजको प्लान अचानकै प्लान भएको हिजो राति प्लान भयो आज बिहान 11 बजेतिर वालिङ टु गान्तोकको लागि निस्किँदैछौँ। अब हेरौँ कस्तो छ बाटो, माथि गएपछि कस्तो लाग्छ तपाईँको प्रतिक्रिया दिनुहोला। हामी सकेसम्म सबै तपाईँलाई भिडियो उहाँसम्मको अन्तिमसम्म देखाउने ट्राई गर्नेछौँ। अब पोखराबाट आएको यहाँ बाटोमा गान्तोक पुग्ने लागि पुगिसक्यो। पार्किङ ठाउँ पनि रहन्छ यहाँ गान्तोकबाट। अब बाइक पार्क गर्न खोज्दैछौँ हामी। बाइक पार्किङ खोजेर पार्क गरेर भ्युजहरू हेर्ने भन्दैछौँ। अलमोस्ट गान्तोक पुग्न लागिसक्यो। गान्तोकबाट देखिने अलमोस्ट भ्युजहरू हिमालयहरू दामी देखिँदैछ। हामी करिब 3 बजेतिर गान्तोक पुग्यो। हामी गान्तोक त आइयो विदाउट बुकिङ विदाउट एनिथिङ। के नाम रहेछ र खास? के नाम रहेछ होमस्टेको? हामी हराएको अवस्था साथीहरू। हामी आज हिजो प्लान आज आएको अनि बुकिङ सुकिङ नथिङ। अब के यहाँ बास पाइएला त हामीले। हेलो दादा, के हामीले यहाँ बास पाइन्छ त? आज बास नपाए केही छैन। छता सुतिन्छ, गोठा सुतिन्छ। आज आज गोठमा सुतिन्छ। आज गोठमा बास होला जस्तो गाई। साथीहरू गाह्रो छ, गाह्रो। अब झोला राखेर घुम्नु गएँ होला नि त। नि हामी त बोकेर हिँडेन। केमा भयो? भाइ गुरु ड्रेस लाएर हिरो भएर ल भाइको एउटा सानो टिकटक बनाएर हाल्नु पऱ्यो। भिडियो बनाउनु पऱ्यो। गुरु ड्रेस लगाएको चट्ट लाएर। यो मेरो फर्स्ट ब्लग हो। म बेस्ट ट्राई गर्दैछु।
मलाई त्यति राम्रोसँग थाहा छैन हजुरको माया पायो भने अझै अर्को भिडियो बनाउँछु थ्याङ्क यू फर वाचिङ